ल आजदेखि चाहिँ हाम्रो स्कुल लाग्ने भन्ने छ। अब यहाँ हाम्रो दाजुहरू हुनुहुन्छ। यो चाहिँ हाम्रो सुजन सरको नेतृत्वमा आजदेखि स्कुल लागिरहेछ। मेरो छैन, यो चाहिँ हाम्रो यहाँ सबै आन्दोलनमा हुनुहुन्छ। यहाँ कक्षा पनि सञ्चालन भइरहेछ भन्ने सुनिरहेछ। हामी चाहिँ यता छौँ टिचर, एकदम भला आदमी भएर आएको, तर पढाउने वातावरण छैन। अब के गर्नु, गाह्रो छ। निजी शिक्षक भए पनि अब माथिबाट पनि दबाब आउँछ, तलबाट पनि दबाब आउँछ। दुब्लाएर 5 केजी घटिसक्यो। हाम्रो भ्लग यहाँ हाम्रो शिक्षकहरू पनि छ, पुलिसको गाडी पनि छ। हाम्रो नयाँ गाडी जनताको त ला धरान पो रहेछ यता यो जनता पुलिस पनि रहेछ। फुल सेक्युरिटीको साथ विद्यार्थी पढाइ भइरहेछ क्लासमा धमाधम। कोही आउनु इच्छुक हुनुहुन्छ भनेदेखि जनता माविमा आउनु होला। अब यो भ्लग चाहिँ हामी टु बी कन्टिन्यू हुन्छ होइन। हामी क्लासमा पनि यसो अवलोकन गर्छौँ, हामी देखाउँछौँ। ल हाम्रो एकदम क्लास रनिङ भइरहेछ है। शिक्षकज्यूहरूले आउनु होला, विद्यार्थीहरू छन् र पढाइ हुँदैछ एकदम। यो चाहिँ हाम्रो हामी चाहिँ फुल्ली अब हामी यहाँ शिक्षकहरू पढाउन आइरहेको छौँ। पढाउन नपाएर मध्ये तड्पिरहेको छ एकदम। भित्र निजक छ है विद्यार्थी भाइ बहिनीहरू। हाम्रो एकदम शिक्षक हुनुहुन्छ यहाँनिर। तपाईँको केही भन्नु छ? जनता माविमा सब राम्रो छ। ल बढिया छ एकदम। सर चाहिँ सरकारी जागिर हो, निजी स्रोतको मान्छे हो। अब त्यहाँ पढाउन आएको, तर मार्कर नभेटेर पढाउनै पाइएन। अब यहाँ एकदम ठुलो भिड छ जनता मावि है। इटरी ब्लक 10 अरे। यो चाहिँ हाम्रो भवन, गाडी यता छ। सब कस्तो रमाइलो छ। ल किन आएको लु भनिदिनु पऱ्यो। ल पढ्न आउनु भएको छ। स्कुलको सूचना के पढ्ने के भयो भन्नु त? वातावरण भएन। ल अब घरमा बसेर पढ्ने। ल केही भन्नु छ नानी बाबुहरूको? छैन, पढाइ भएन। तपाईँ के फर्स्ट सेकेन्ड थर्ड के बन्नुहुन्छ? ठुलो भएर के बन्ने विचार छ? डक्टर। अरे ल ल तपाईँलाई एकदम धेरै धन्यवाद। ल हाम्रो जनता माध्यमिक विद्यालयमा चाहिँ पुरै नारा जुलुस भइरहेको छ। हामी यहाँ देखाउन चाहन्छौँ। ल पुरै चल्दैछ है। यो चाहिँ अब यस्तो छ हाम्रो, यस्तै छ यस्तो छ। ल सशक्त रूपले अगाडि बढाउनका लागि जनता माविमा उपस्थित भएका छौँ। प्यारा अभिभावक एवं विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूको यो अध्ययन अध्यापन कार्य हामी कुनै हालतमा पनि छोड्न दिँदैनौँ। टिचरहरूको सङ्ख्या चाहिँ यस्तो छ। अब यो चाहिँ अहिले तत्कालीनलाई केही भन्न सकिएन। यो मासलाई सम्बोधन गरिदिनका लागि आदरणीय शान्ति सृजना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिमसिलाज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सम्पूर्ण आन्दोलनकारी शिक्षक तथा कर्मचारी साथीहरू, आज हामी अत्यन्तै कठिन घडीमा उपस्थित भएका छौँ।